मेरो छोरीको आजदेखि एक्जाम सक्यो है। यस कस्तो भयो? बब्बाल सोचेको भन्दा त राम्रै भयो तर अलि रियली? सोचेको भन्दा नराम्रो भयो। ओइ 4GP आउँछ लागेको थियो तर केही छैन। A+ आउँछ। गरे पनि अब पहिलाभन्दा त अलि एकदमै राम्रो मार्क्स आएको छ। धेरै जस्तो A+ अनि A मात्रै छ। A+ र A मात्रै छ मेरोमा। अनि आजको दिन कस्तो भयो तपाईँको? राम्रो। यो एक्जाममा नि A+ आयो गाइस। वाउ बुढाले कण्ठमा झन् केही पढाएको थिएन त्यही पनि दिमाग लगाएर। अब मेरो गाइस हेर्नु है मेरो यो फोनको सट्टा चाहिँ अब मैले 16 Pro Max पाउँदैछु होइन। हेर्नुहोस् अब यो थोत्रे फोन यो केही चल्दैन यो फोनको। त्यही भएर अब मैले नयाँ फोन पाउँदैछु र मेरो दाइले चाहिँ मलाई 11 Pro Max हो। अनि मेरो दाइले चाहिँ अब मलाई धेरै कुराहरू पठाउनुहुन्छ। रियली? यस आज कतिको रमाइलो गर्नु त 4:30 बजीसम्म बस्नु आज हामी चाहिँ के गर्यौँ मैले फोन लगेँ अनि 100 रुपियाँ लगेँ। अलि धेरै नै लानुपर्ने रहेछ। पुगेन? होइन पुग्न त पुगेन। अनि के भन्छु म तपाईँलाई भन्छु यहाँ पनि भन्छु। हामी एक्जाम सक्यो अनि सरलाई मार्क्स सोध्यो होइन। हामीलाई त्यहाँ 15-20 मिनटसम्म रोकायो। मम्मी बाबाले इन्फर्म गर्नुपर्छ भने अनि फेरि टोइलेटमा लुकेर अनि साथीको फोनबाट अनि मम्मीलाई कल गर्यो। अनि त्यसपछि मम्मीले स्कुलमा कल गर्नुभयो अनि त्यसपछि पठाउनु भयो। हामी भिडियो बनाउँदै बाहिर निस्क्यो। अनि त्यसपछि हामीले टिकटक बनाउन थाल्यो बब्बाल। अनि त्यसपछि हामीले लाफिङ खायो 2 प्लेट। मैले 1 प्लेट मात्रै खाएँ। अनि हामी सबैले 1 प्लेट मगायो। अनि तपाईँ कति प्लेट खानुभयो? मैले के कति प्लेट खानुभयो? मैले लाफिङ 1 प्लेट अनि त्योमा खै 6-7 वटा थियो। अनि त्यसपछि चटपटे हामी म र मेरो साथीले चाहिँ सेयर गरेको थियो अनि 2 प्लेट थियो होइन। अनि त्यसपछि तर उसले खान सकेन त्यो मैले 2टै खाइदिएँ। अनि पानीपुरी पनि 2 प्लेटको थियो उसले थोरै खायो। मैले 6-7-8-9 वटा खाएँ। अनि त्यसपछि उसले कोक पनि किनिदियो। यत्रो खान सक्नुभयो? अनि त्यसपछि फेरि टिकटक बनायो साथीहरू मिलेर। अनि लास्टमा चाहिँ कति 400 कति 20 भएको थियो। उसँग जम्मा 300 थियो मसँग 100 थियो। अनि उसले कति 200 त बढी तिर्दियो। अनि त्यसपछि अनि 20 रुपियाँ बाँकी थियो। अनि अरू साथीले नै दिन्छु भने अनि त्यो साथीले गर्यो। अब कोक पनि खुवाइदियो मलाई होइन। कति 50 को थियो। अनि त्यसपछि हामी फेरि टिकटक बनाउन थाल्यो। अनि त्यसपछि त के अरे मम्मी आउनुभयो अनि म घर गएँ। अनि आज म यहाँ छु गाइस। खुसी भयो मेरो छोनु। यस अब बिहा लिइसक्यो। अब मलाई के को बात छैन। रिजल्ट पनि यस्तो अनि इन्जोय हो कि ENJO भाइ। म आज त 12 बजे सुत्ने हो मलाई। ओके लभ यु। बाई बाई गाइस।